Hello guys, welcome to back my YouTube channel. हजुरहरूलाई आज चाहिँ म के देखाउन गइरहेको छु भने आज चाहिँ हामीले यहाँनिर राजतन्त्र कि गणतन्त्र भन्ने विषयमा चाहिँ यहाँनिर आन्दोलन भइरहेको छ अनि म चाहिँ त्यहाँनिर तपाईँहरूलाई देखाउन गइरहेको छु. लेट्स गो. सो गाइस अब चाहिँ हामी जाँदैछौँ त्यहाँनिर. सो गाइस हामी चाहिँ राजा ल्याउन जाँदैछौँ. राजा लिन चाहिँ म आउनु भएको छ पाइने राजा आउन आँटेको छ. राजा ल्याउने गाइस अब चाहिँ हामी जाँदैछौँ होइन. यहाँनिर चाहिँ तपाईँहरूले लिन सक्नुहुन्छ. यहाँ अगाडि चाहिँ भ्यूहरूमा यहाँनिर कालो धुवा उडिरहेको छ अनि त्यहाँनिर चाहिँ टायर जलाइरहेको होला. त्यही भएर चाहिँ अब त्यहाँ कालो धुवा निस्किरहेको छ. सायद अब राजा ल्याउने कुरा चाहिँ अब सफल हुन्छ कि हुँदैन त्यो चाहिँ भन्नु थाल्दैन. तर पनि अब पछि हामी के हेर्न जाँदैछौँ. सो हामी चाहिँ पुगिसकेको छौँ. अब चाहिँ देखाइदिन सक्छौँ हामी चाहिँ तपाईँहरूलाई यताको भ्यूहरू. यहाँनिर मान्छेहरू चाहिँ यहाँबाट धेरैले हेरिरहेको छ. सो अब चाहिँ हामी यहाँबाट हेर्न सक्छौँ होइन गाइस. यहाँबाट चाहिँ अब तपाईँहरूले हेर्न सक्नुहुन्छ. त्यो पारि चाहिँ धुवा उडिरहेको छ यसरी. अब सायद टायर पोलिरहेको होला. त्यहाँबाट देख्दैछ कहाँ गयो. हाम्रो चाहिँ यहाँनिर यस्तो मान्छेहरू झुमिरहेको छ. तर यहाँनिर चाहिँ आन्दोलन हेरेको होइन कि ऊ तलको फुटबल हेरेको है गाइसहरू. झुमिरहेको छ. तर यहाँनिर चाहिँ आन्दोलन हेरेको होइन कि ऊ तलको फुटबल हेरेको है गाइसहरू. यहाँनिर चाहिँ फुटबल खेल्दैछ अनि यता चाहिँ आन्दोलन हेर्नलाई मान्छेहरू यसरी बसिरहेको छ. तर पनि उयो तल चाहिँ मान्छेहरू चिलमा फुटबल खेल्दैछ. अब यही हेरेको सबले यही हेर. बुझ्नुभयो दिदी? मान्छेहरूले आन्दोलन हेरेको होइन कि उता फुटबल हेरेको. उता वर्ल्ड कप हुँदैछ यही हेरेको. यस्तो हुँदैछ होइन. अब चाहिँ पर चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ. त्यस्तरी क्राउडहरू छ मान्छेको होइन. यहाँनिरबाट आन्दोलन हेरेको जस्तो लाग्न सक्छ हजुरहरूलाई. तर त्यस्तो चाहिँ होइन. यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ. एकदमै वर्ल्ड कप चलिरहेको छ यहाँ. विश्वकप अर्जेन्टिना भर्सेस के भन्छ फ्रान्स. आई मिन यस्तो त्यहाँनिर चाहिँ एम्बापे भर्सेस के अरे मेसी को यहाँ वर्ल्ड कप पर्दैछ होइन. यो चाहिँ लोकन्थलीको छेउबाट जडीबुटीको बिचमा हो. यो चाहिँ त्यहाँनिर जडीबुटी चाहिँ कालो धुवा उडेको चाहिँ. अनि यत्रो धेरै क्राउडहरू छ यता चाहिँ हामीले देख्न सक्नुहुन्छ होइन. ऊ परसम्म मान्छेहरू चाहिँ यार जुम गरेर हेरौँ न. अर्को नि उडिरहेको. गाडीवाला बाल्दी जस्तो लाग्यो क्या. फेरि अहिले अर्को गाडी बोल्यो क्या. आदेश लिनु पर्दैन. पुलिसहरू जाँदैछ है त्यता चाहिँ. यति धेरै पुलिसहरू जाँदैछ बाटोमा. त्यहाँ चाहिँ खोइ खतरा लाग्यो जस्तो छ यार त्यहाँ चाहिँ. बो त्यहाँ त कत्रो आयो बोल्यो सल्कियो क्या. अब चाहिँ पुरै पेट्रोल पम्प त उहाँ एउटा छ बस भएको अगाडि डुब पर्छ क्या. खतरा लाग्यो. त्यहाँबाट आग लागिरहेछ होइन. त्यही माथिबाट प्लेन पनि गइरहेछ. त्यो प्लेन चाहिँ गएर उता ल्यान्ड हुन्छ. उनीहरूलाई खतरा छ जे होस् डर भन्ने कुरा चाहिँ छैन मान्छेलाई है. उनीहरूलाई त डर भयो नि त्याग्नु भनेको छ है.
यत्रो आगो बलिरहेको छ होइन क्यामेरामा चाहिँ अलिक सानो देखिएर तापनि तर त्यहाँ त ठुलै देखिरहेछ है हामीले चाहिँ यहाँबाट तर क्यामेरामा चाहिँ अलिक सानो देख्छ त्यहाँबाट लास्ट कालो धुवा उड्यो है अहिले चाहिँ हामी यहाँ कति 6:15 मा छौँ बनाउँदैछ क्या सट्टा निस्किन्छ अब अब चाहिँ हामी रुमतिर फर्केको छौँ यस्तै हो अब यहाँको क्राउडहरू चाहिँ यत्तिकै छ अझै नि त्यही भएर अब चाहिँ हामी रुम फर्केको अब यहाँनिर चाहिँ त्यसरी ए अब हामी चाहिँ चिया खान जाँदैछौँ हामी यहाँसँग चाहिँ एकदम दाइ मेरो दाइ स्टाइल ब्लगर आउनुहुन्छ अब चाहिँ हामी जाँदैछौँ जाँदैछौँ अब फेरि भिडियोहरू देखाउनु होला सो गाइस अब चाहिँ हामी यहाँनिर इरानी पुगिसकेको छौँ यहाँनिर चाहिँ हामी अलिक 4 जना छौँ अहिले चाहिँ पछि हाम्रो दुईवटा सुशील ब्रदर अनि युवराज ब्रदर अनि म साहिल ब्रदर हामी चाहिँ यहाँनिर आइपुगेको छौँ यहाँ चाहिँ हामी यहाँनिर चाहिँ अब चिया लस्सी ससी कफी सबै खान्छौँ यहाँनिर हो है अनि यहाँनिर चाहिँ एकदमै यो चाहिँ इरानी हो हामी चाहिँ यहाँनिर चिया चिया खान्छौँ एकदमै राम्रो छ यहाँनिर चाहिँ ठाउँहरू अनि यहाँ चाहिँ दाइ लडेको छ अनि यहाँ चाहिँ दाइ लडेको छ यहाँनिर नाम चाहिँ इरानी हो अनि हामी चाहिँ यहाँनिर चिया चिया खान्छौँ अनि आज चाहिँ अब बसेर अब निस्किनु हाम्रो साइड ब्रदर अनि युवराज ब्रदर अनि सुशील दाइ हुनुहुन्छ बाहिर यसको चाहिँ ब्याकग्राउन्डहरू यस्तै छ अब चाहिँ हामी रुम फर्केको छौँ अब चाहिँ हामी रुम जाँदैछौँ त्यो अब चाहिँ हामी भित्र तरकारी लिन जाँदैछौँ यहाँनिर चाहिँ हामी अब बेलुकालाई यस्तो चट्ट तरकारी लाने भनेर आएको अन्त होइन यही हो अगाडिको तरकारी लिनेछौँ एकछिन सो हामीले चाहिँ यति मासु बोकेर अब चाहिँ हामी रुम जाँदैछौँ अब यतिसम्म मासु चाहिँ हामीले प्यारेटको मासु लिएर अब हामी रुम जाँदैछौँ हामीले अलिक त्यहाँनिर अगाडि यहाँ अगाडि त्यहाँ जस्तो चिया चिया खायो लस्सी सस्सी खाएर अब चाहिँ त्यो फर्कियो अनि तरकारी लिएर रुम जाँदैछौँ तपाईँको लागि चाहिँ हामी चाहिँ 4 भाइ अनि यहाँबाट सट्ट तल रुम जाँदैछौँ अनि अब चाहिँ हामी रुम गएर अब यो पकाउँछौँ खानेछौँ त्यही हो अब चाहिँ अब हामी चाहिँ रुम जाँदैछौँ गाइस सो गाइस अब चाहिँ हामी रुम लागेको छौँ अनि बाटो आइपुगेको छौँ सो त्यही हो गाइस अब चाहिँ तपाईँहरू चाहिँ च्यानलमा एकदम नयाँ हुनुहुन्छ भने च्यानललाई लाइक कमेन्ट अनि सब्सक्राइब हानिदिनु होला नआएको भने चाहिँ पुरानो भिडियो छ भने चाहिँ भिडियोलाई लाइक अनि राम्रो एउटा कमेन्ट पनि गरिदिनु होला भनेर चाहिँ हामी रुम दिइसकेको छौँ यहाँबाट राइट साइड गएपछि चाहिँ हामी रुम पुग्छौँ त्यही भएर यस्तै हो अलिकति हजुरहरूले सपोर्ट गरिदिनु होला सपोर्ट गरिदियो भने चाहिँ अलिकति मलाई पनि जोस चल्छ त्यो भिडियो बनाउनु त्यही भएर गाइस अब चाहिँ हामी यताबाट जाँदैछौँ चाहिँ यहाँबाट यस्तो राइट लेफ्ट साइड जाने हो त्यहाँबाट हामी पुग्छौँ अब चाहिँ हामी अर्को भिडियो लिँदैछौँ सो गाइस अब चाहिँ भिडियो हामी क्लोज गर्दैछौँ अर्को न्यू भिडियो भेटाउनु बाई बाई